हेलो गाइस, तपाईहरुलाई स्वागत छ आजको न्यू भिडियोमा। अनि तपाईहरु सबैजनालाई ह्यापी न्यू इयर। हामी चाहिँ न्यू इयर मनाउनको लागि जाँदै छौं, हामी परिवार सबैजना। हेलो छोरा, ह्यापी न्यू इयर। सेम टु यु भनेको। बजारतिर पुगेपछि चाहिँ मेरो अलि बोली निस्किनु मान्दैन। घरमा भएको अहिले कति बोली सक्यो होला। पेमा कहाँ गएको? पेमा कहाँ गएको? भन कहाँ गएको? बजार। बजार। कस्तो सुनसान भएको बजार त हेर्दा है। अल्छी लागेन हिँड्दा? अल्छी लागिरहेछ। म तल्लोपट्टि हिँड्छु। कुनैमा चाहिँ दोकानहरू खुल्ला रहेछ। सेनापतिहरू छिटो आऊ। साथीहरू हामी चाहिँ बजार पुगेर घुमेर फर्कियौँ। अब फर्कियौँ भन्दा नि अझै पो हिँड्दैछौँ। कता अच्छा यो के हो यहाँ चाहिँ? भानु स्कुल। हामी चाहिँ सङ्गति गएको। अब कसले सोध्यो भन्नु नि? कहाँ गएको भनेर कसले सोध्यो? हामी विदेशको। मेरो छोरा तल अगाडि जाँदैछ। यो भेसले त तलबाट मान्छे आउँदैछ भने त बेइज्जत गर्दो रहेछ। होइन दिदीको भ्लगमा स्वागत छ। कोन त नि साथीहरू हामी चाहिँ यहाँ कहाँ पुग्यौँ कहाँ के भन्छ यहाँ यो ठाउँलाई? भानु स्कुल कलि मास्तिर। भानु स्कुल कलि मास्तिर पुग्यौँ। अब ठाउँै थाहा छैन यो खोइ के पो भन्छ यहाँ त। शिवलाय चोक के पो भन्छ? यता यो यहाँ पनि होइन, यता यहाँ चाहिँ होला उयो तल के हो आफ्नै जिल्लाभित्र पनि थाहा छैन मलाई। यो चस्मा अलिक बाङ्गो जस्तो पनि लाग्छ। खोइ हिँड्दैछौँ हामी चाहिँ। साथीहरू हामी चाहिँ सबैजना भेट भइसक्यो। अनि तपाईँहरू चाहिँ न्यु इयर कस्तो भयो? हाम्रो चाहिँ एकदमै रमाइलो हुँदैछ यहाँ। हाम्रो पास्टर बुवा अनि हाम्रो यता पास्टर बुवा पास्टरनी आमा बहिनी अनि हाम्रो पास्टरनी आमा चाहिँ तल जाँदै हुनुहुन्छ। अनि हामी चाहिँ घरेलु सङ्गति पनि हिँडेको। अनि नयाँ वर्ष मनाउँदै हजार ल ल ल ल पास्टरनी आमाको रुमाल रह्यो कि क्या पास्टर बुवा? अन्त छिटो आउनु होला, पानी पर्न लाग्यो। तपाईँहरूको चाहिँ नयाँ वर्ष कसरी मनाउँदै हुनुहुन्छ? हाम्रो चाहिँ एकदमै रमाइलो भइरहेको छ। हामी चाहिँ बिहानदेखि डुल्दैछौँ। 10 बजेदेखि डुल्दैछौँ। छोरा रमाइलो भयो कि भएन आज मेरो छोरालाई? के किन्यो? अब मेरो पनि यहाँ मुखमा त ऐसिलो लागिरहेछ त नि। मेरो छोराले ऐसिलो खुवाइदिएको सबै मेरो मुखतिर दल्दैछ। कति छिटो कुद्नु भएको अनि मलाई नपर्खी। साथीहरू हामी चाहिँ अब पुग्न लाग्यौँ सङ्गतिमा। सङ्गति पुगिवरि फर्किनु पर्ने हुन्छ। अनि के कस्तो लाग्दैछ तपाईँहरूलाई? अनि भ्लग हेरेर लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। अनि हेर्दै गर्नुहोस्। हामी चाहिँ जाँदैछौँ। मेरो छोरा चाहिँ कुद्दैछ छिटो छिटो। साथीहरू गाउँमा आउँदाखेरि चाहिँ क्या कस्तो मनै आनन्द हुने होइन, हरियाली। अनि माथि बजारमा बस्दाखेरि त त्यो घरै रोडै मात्रै देख्छ, केही पनि देख्दैन। अनि गाउँभित्र आउँदाखेरि चाहिँ यहाँ मकैहरू है बारीहरूमा यति हरियाली यस्तो राम्रो देख्छ। अनि यहाँ चाहिँ सबैजना फोटो सुटमा रहेछ। छोरा के खानुभएको हौ? के हो त्यो? के हो यसको के भन्छ? टेस्ट गर्दा त के हो जस्तै छ। के हो? खै के को जुस हो? मलाई मिठो छ। मिठो छ। अनि साथीहरू यहाँ यति सानो सुन्तलाको बोट छ है, भोलि यति धेरै फलेको हुन्छ। के हो पियर? पियरको रहेछ हो। होइन यति यो सानो सुन्तलाको बोटमा पछि यति लटरमा फलेको हुन्छ। पछि मेरो फेरि पनि म आएँ भने तपाईँलाई देखाउँछु ल फलेको टाइममा। यो बोटहरू मेरो छोरा चाहिँ होइन साथी काम लाग्ने भइसक्यो मलाई। यहाँ यो कपाल चाहिँ के भएको यस्तो? मजा आयो। पास्टर आमा चाहिँ मसी अरे नक्तिङ छरङ। हामी पास्टर बुवाको त के पो लेख्नु भएको छ ढाडमा? त म भर्खर यहाँ भिडियोमा देख्दैछु त। ढाडमा के पो लेख्नु भएको छ? लभ
आई लभ यु आई लभ यु जिजस ताप्ले जुम अम्मो आज मात्र देख्नु भएको भर्खर देख्दैछु हो र ए बल्ल आएको म त नजाने भनेको छु साथीहरू यहाँ हाँस हेर्नु सक्नुहुन्छ यहाँ हाँस हेर्नु होला म चाहिँ यहाँ डुल्दैछु बल्ल बल्ल यहाँ गाउँमा आएर अब माथि पोचमा प्रस्त पास्टरमा तपाईँलाई स्वागत छ मेरो युट्युब च्यानलमा धन्यवाद 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 हामी अब डुलौँ ल एकछिन अब बल्ल बल्ल आएको होइन जेठामा मेरो युट्युब च्यानलमा सब्सक्राइब गरिदिनुहोस् हजुर के चाहिँ तपाईँ आउनुभएको छैन मेरो अलिक परै हो यहाँदेखि चाहिँ हिँडेको छैन परबाट हामी त दिउँसोभन्दा पनि राति नै भइगयो होइन यस्तो टाइममा आयो भने चाहिँ अलिक सजिलो क्या पानीहरू पऱ्यो भने चाहिँ हामीलाई हिँड्नु साह्रो हुन्छ नत्र त ठिकै हो पानी परेन भने त पानी चाहिँ पर्यो भने चाहिँ टाढो बाटोमा चाहिँ गाह्रै हो कस्तो राम्रो देख्दो रहेछ त पानी पर्न आँटिसक्यो साथीहरू टिकटक बनाउँदा बनाउँदा हैरान भइसक्यो यिनीहरूलाई मजा भइरहेछ खोइ निशान निशान त तल कुदेर छ कुदेकै निशान शेर्पा त आज कसै फोन हेर्दैछ कसै कता साथीहरू हामी चाहिँ सङ्गति सकेर घरतिर लाग्दैछौँ कसै अर्को बाटो गयो कि क्या हो हामी चाहिँ 4 जना मात्रै लास्टमा भयो जस्तो छ रमाइलो भयो कतिको रमाइलो भयो लु भन्न त नि आज आज एकदम धेरै टिकटक बनाइयो खुसी भयो अब वर्षभरि खुसी हुने भयो सब्रेक टिकटकमा त बनाएर वर्षभरि टिकटक बनाउनु पाइने भयो ल सब्रेक आयो त नि बाल्यकाल बित्यो खेलैमा खेली साथीहरू नयाँ वर्षमा कसको तिर पानी पर्यो पानी परेर यहाँ हामी अब भिज्दै भिज्दै घर जाँदैछौँ पानी पर्नु नसकेको होस् पास्टर बुवा पानी पर्यो अब फोन चाहिँ साथीहरू पानी परेर छाता नभएपछि यस्तो हुँदो रहेछ हालत यस्तो भइरहेछ देखा कस्तो भयो एकदम जाडो जाडो चिसो अझै परिरहेछ है पानी चाहिँ अब यस्तो पनि हिँड्नै पऱ्यो के गर्नु छाता बोक्ने ढङ्ग छैन अघि घाम लाग्दाखेरि त रमाइलो भइरहेछ बोक्नु अल्छी लागेर हिँड्दा यस्तो हुन्छ के भन्नु भानु स्कुल त होइन हामी त तल्लोबाट आएको फेरि ठुलो पानी आउनु थाल्यो निशान मेरो छोरा मुस्सा भइरहेछ मुस्सा मुस्सा हल्का फोनलाई नुहाइदिएको अवस्था भनेको जस्तो हल्का फोनलाई नुहाइदिएको अवस्था रमाइलो भइरहेछ तपाईँहरूलाई अब के भएको यो पानी पो रहेछ मतलब के भएको रहेछ नि तपाईँहरूलाई रमाइलो भइरहेछ पास्टर नि आमाहरू साथीहरू हेर्नु न यस्तो यो नुहाएको हो ए सजिलो छ र हामीलाई जुत्ता हेर्नु जुत्ता जुत्ता आमा जुत्ता ए आजको लागि यति अरे ये किसका बेटा है ना ये कौन है कौन मुसा है मुसा सबै भिजेर बुवा ओ बुवा मुसा भएको छ कि छैन तपाईँ त भिज्नु भएकै छैन त झोलाले सबै छेक्यो अब हाम्रो चाहिँ हेर्नु न नाकदेखि पुरै सिङ्गान चुइँदैछ कि पानी चुइँदैछ हौ